नमस्ते। आज म यो खुर्पी लिएर के गर्न लागेको छु भन्दाखेरि आज चाहिँ हामी करिलो रोप्दैछौँ र करिलोको घर यही हो। यसरी बनाउँछ हाम्रो, हेर्नुस् होला ट्याक्कसँगले यो पुरै। आज म बारीमा छु, तपाईहरु हेर्दै जानु होला ब्लग कसरी करिलाहरु रोप्दो रहेछ हेर्नुस् है। हामीहरु यसरी करिलो रोप्छौं। यो पुरै यसरी पाल बनाउनु पर्छ, खन्नु पर्छ अलिअलि यसो खुर्पीले। यसरी रोपिसकेको छ हेर्नु यहाँ। यसरी रोप्ने हो करिलोलाई। पुरै यो करिलोहरु हो। त्यहाँ मेरो छोरीले पुर्दैछ अलिअलि। यता मेरो छोरा हिँड्दैछ बारीमा। आज हाम्रो पुरा परिवार आज बारीमा छ। यसरी नै बनाउनु पर्छ, के गर्ने। यसरी पाल बनाउनु पर्छ। भोलि पर्सि यसको फेरि पनि यसको नयाँ नयाँ भिडियोहरु आउँदै गर्छन्। अझै पनि यो राम्रोसँग फिनिसिङ भएन, यसलाई फिनिसिङ गर्नुपर्ने हुन्छ। यसलाई माथिबाट पनि उयो लाउनु पर्ने हुन्छ। अनि त्यसपछि चाहिँ दामी देख्छ यो। यहाँ बोडी छ हेर्नु, यहाँ बोडी लगायो। पुरै यो बोडी हो। हेर्नुस् यो बोडीहरु। यसरी बोडी रोप्छ हामीले यहाँ। यसरी बोडी रोप्छन्। यो चाहिँ हाम्रो गाउँ हो पुरै। एकदम पहाडमा छ। यो पहाडी इलाका हो पुरै एरिया हैन। यता पनि छ। यहाँदेखि चाहिँ हाम्रो पाहाड पुग्नलाई 1-1.5 घण्टा लाग्छ। 2 घण्टा लाग्छ भनौँ न हिँडेर। बाइकमा चाहिँ अब त्यही हो 20-25 मिनेटमा पुगिन्छ। तपाईहरुलाई म आज पुरा यो रोप्ने स्टाइल कसरी रोप्छ हेर्दै जानु होला तपाईहरु। यसरी पाल बनाउने अनि त्यसरी करेलाहरु यहाँ बच्चाहरुले रोप्दैछ यसरी। यता हेलो गर त नानी। अनि यता ल त हेलो। यसरी रोप्छन्, के गर्ने। हेर्दै जानु होला। हाम्रो भिडियोलाई पनि यसो साथ सपोर्ट गरिदिनु होला तपाईहरुले। ओहो टाढा भयो क्या अलिक। यहाँतिर बनाउने। यसरी नै पाल बनाउँदै रोप्दै हैन, के गर्नु अब। यहाँ एउटा बनाउनु पर्ने हुन्छ। हेर मेरो मिसेस त्यही हो, चट्ट परेर लिएर आएको छ। ओहो के ल्याएको नि त्यसरी बुढी। आम्मा हेर्दै करिलोको यही हो करिलो। यसरी हाल्छ हाम्रो। हाल त एउटा यहाँ बुढी हो। यसरी हालिदिन्छ। पानी खोइ रे बेटिया, इधर पानी ले। ए बेटिया हामी बहन। यसरी रोपिन्छ। हाला हाला यहाँदेखि हाल न छोरा, कहाँदेखि हाल। यसरी रोपिन्छ। मर्दैन ल कस्तो राम्रो देखिरहेको छ हेर्नु।
राम्रोसँग र भाइ राम्रोसँग मेरो छोरी चाहिँ कान्छी छोरी हो सेक्सी बनेर हिँड्छ हाल्यो हेर न अब यहाँनिर बनाउनु पर्यो यसरी ल यहाँ हाल बुढी अनि यहाँ एउटा ल हाल हाम्रो यस्तै छ गाउँहरू हेर्नुहोस् पुरै यता चाहिँ बोडी रोप्दैछन् हेर्नु यहाँ पुरै जाली दिइरहेछ यहाँ चाहिँ यो पुरै जाली हो यहाँ चाहिँ बोडीहरूको लागि बनाएको हो अब यहाँ भोलि पर्सि बोडी यस्तो मजाले फल्छ यहाँनिर घाम भर्खर डुब्न लागेको छ यस्तै छ यो सबै बोडीहरू हेर्नु यस्तो छ ल हेर्नुहोस् ल हेर्नुहोस् यस्तोरी छ ल पानी छिटो लिएर आऊ छोरी ल पानी हालिदेऊ यहाँ पानी धेरै नहाल छोरी ल यस्तै छ के गर्ने आजभरि गाल्टो गर भनिहाल्यो अब गाल्टो गर ल अब म पाल बनाउनुतिर लागेँ